नमस्कार। म आज नियो बैंकको बारेमा एउटा छोटो जानकारीमूलक भिडियो लिएर आएको छु। नियो बैंक भनेको कुनै पनि भौतिक रूपमा शाखा सञ्चालन नगरी मोबाइल एप वा वेबसाइटको प्रयोग गरेर सम्पूर्ण बैंकिङ सुविधाहरू प्रदान गर्ने फुल्ली डिजिटलाइज्ड बैंक चाहिँ नियो बैंक हो। हामीले परम्परागत रूपमा लिइने विभिन्न बैंकिङ सुविधाहरू अनलाइनबाट लिन सक्छौं। उदाहरणको लागि खाता खोल्ने, रकम ट्रान्सफर गर्ने, डेबिट वा क्रेडिट कार्ड जारी गर्ने, लोनको अप्लाई गर्ने जस्ता यी विभिन्न बैंकिङ सुविधाहरू हामीले अनलाइनबाटै लिन सक्छौं। यसको मुख्य फाइदा भनेको जुनसुकै समय वा भूगोलबाट पनि हामीले सम्पूर्ण बैंकिङ सुविधाहरू लिन सक्छौं। यसमा परम्परागत बैंकिङ सुविधाहरूमा लाग्ने शुल्कहरू भन्दा कम शुल्कमा चाहिँ यसको सेवाहरू चाहिँ उपभोग गर्न सक्छौं। यसका मुख्य चुनौतीहरू भनेको पूर्ण रूपमा प्रविधिमा आधारित भएको कारणले यसमा साइबर सुरक्षा सम्बन्धी चुनौती हुन सक्छ। यसको सिरियस सिस्टममा केही समस्या आयो भने हामीले बैंकिङ सुविधाहरू चाहिँ उपभोग गर्न सक्दैनौं। हामीसँग भएको क्याश पैसा हाम्रो अकाउन्टमा जम्मा गर्नु पर्यो भने हामीले त्यो पैसा चाहिँ हामीले जम्मा गर्न सक्दैनौं। यसमा चाहिँ इन्टरनेटमा पूर्ण निर्भर हुने भएको कारणले गर्दाखेरि नेपाल जस्तो देशमा इन्टरनेटको समस्याले गर्दाखेरि पनि यस्ता सुविधाहरूबाट हामी वञ्चित हुन सक्छौं। र अन्त्यमा यो बैंक फुल्ली डिजिटलाइज्ड भएको कारणले गर्दाखेरि यसका सुविधाहरू आधुनिक र सुविधायुक्त हुने गर्छ। तर यसको प्रयोग गर्दाखेरि हामीले साइबर सुरक्षा र प्रविधिमा विशेष ध्यान दिनुपर्छ। हस्, धन्यवाद, नमस्कार।